यो चाहिँ अर्को भिडियो हामी काउलेपानी मन्दिरमा गएर पूजा गरेको यो अर्को भिडियो बनाएको छु। त्यो राम्रो पुरानो यो हैन उ माथि यो पुरानो फोटो उ माथि पहिला मलाई सानो लाखे देखेर डर लागेर रमिता उ हेर त लाखे आज छौँ कता रहेछ खै नि आउँदै आएनन्। यहाँ चाहिँ क्युकाफलको बोट रहेछ होइन। तल तल अलि बेसीतिर गर्मी हुने ठाउँतिर चाहिँ पाकिसक्यो, तर यहाँ चाहिँ यस्तै काँचै रहेछ, पाकेको रहन्छ। होमस्टे नै ओहो कति 3 होइन यो अहिले खाना नि हुन्छ कता हो ल होमस्टे नि यस्तो यस्तो सानो होमस्टे कता हो कता होमस्टे आयो अब यो कुकुर बाटो छैन नि त यहाँ त कता यो बाटो हो र नि अर्कै बाटो आइएछ यतैबाट रहेछ बाटो। म जाँदैछु मेरो पछि पछि कोही नै आएन। रमाइलो लाग्यो मलाई ल कति शीतल हो नि, अलिक गर्मीमा आउनु पर्ने हो यहाँ शीतल भइरहेछ यहाँ त। यसो त्यसमा पिकनिक खान के गर्मीमा पिकनिक खान आउनलाई गजब हुँदैछ। अता नि यहाँ कस्तो रमाइलो रहेछ क्या यस्तो यस्तो रमाइलो। आहा यो काउलेपानीको मन्दिर
अगाडि जानु होला नि ए रविना दिदी पनि आउनु भएको छ त यहाँ चाहिँ यस्तो पानी रहेछ खै त नि माछा त छैन त पनि सकियो र पूजा पनि सकियो यहाँ अब घर जाने बेला हुँदा हाम्रो अघि बिहान आउँदाखेरि चाहिँ हामी गाडीमा आएको थियौँ अनि अहिले चाहिँ सिँढीको बाटो सहिलो बाटो हेर्दै भन्नु दृश्य वनको हेर्दै हेर्दै हामी सिँढीको बाटो झरेका छौँ यहाँ गीत गाउँदै जाँदैछौँ है त यहाँ पानी अमला पनि रहेछ कति राम्रो रहेछ त पानी अमला पक्का बलेको जङ्गल हरियाली अहिले त कता माथि आइपुग्यो कता त्यतैबाट हिँड्नु भयो नि ल अब नि त्यही त हो जाने नै सेरामै हो ल झर्दैछौँ हामी प्रेसर बजार आजलाई मेरो भिडियो यति नै तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ अझै भिडियो हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गर्नु होला धन्यवाद।